सानो कमर्सियल ब्रेकको लागि हामी सर डान्स दिँदै हुनुहुन्छ। ओ ल स्वागत छ तपाईलाई है, स्वागत छ हाम्रो माछा मार्ने कार्यक्रममा। जान बाच्चा तिमीले त्यही माथि हाल्यौ हामी ब्रेजा उही त्यही माथि गाडी राखेर तल जाने त्यही गर्नु त होला नि। के गर्छ तल जानु राख्नु त तल जान खासै माछा पनि परेन के हाम्रो जसो माथि जाने र कहाँ माथि पनि माछा पर्छ नि ठुला ठुला पर्छ टाँची भन्ती गरेर नन्दिस बाबाले उसमा अर्जुन खोलामा यात्रा माछा मारे बेसी यात्रा ओ भाइ जाकिसिला है दादा। सानो कमर्सियल ब्रेकको लागि हामी सर डान्स दिँदै हुनुहुन्छ। पारिबाट गाडीबाट दर्शक साथीभाइहरूले हेर्दै हामी मुस्कान दिँदै एकदम बाटो बन्दैछ। अब निकट भविष्यमा चारवटा ल्यान्डवाला गाडीमा चाहिँ हामी चाहिँ सब हिँड्न पाउने छिटै दिन आउनेछ। बेलदमार आइपुग्यो है, बेलदमार अब चाहिँ हामी प्रस्थान बिन्दुमा आइपुगेका छौँ गाइजहरू है त। ओहो ल है कोट्टके जुत्ता आएछ गाइज, कोट्टके जुत्ता पानी जाग्यो है त गाइज, पानी तातो पानी पर्नु पर्छ पानी पर्यो तर हामी खोज्दैनौँ है त गाइज। माछा मार्न चाहिँ मारेर आइन्छ, असिना पानी पऱ्यो नि, बाल छैन हामीलाई कपाल छैन होइन। ए मजा आयो झन् पानी आएर हाम्रो नयाँ बादी प्रस्तुत गर्न चाहन्छु नयाँ भर्खर उठेका बादी पानी परेको यार पुरै ब्लर भयो यार। नयाँ बादी तयारी हालतमा अर्को बादी त्यहाँ जालमा हुनुहुन्छ। म चाहिँ सहायक बादी है। ल है हामी चाहिँ पानामाको जङ्गलमा जाँदैछौँ, डङ्की बाटो भएर गएर अमेरिका जाँदै थियौँ, अचानक समुद्रमा भला यार अचानक समुद्रमा भल आएको कारणले चाहिँ हामी चाहिँ डुङ्गालाई तलै राखेर चाहिँ पानामाको जङ्गलमा हिँड्दैछौँ। पानामाको जङ्गलमा गाह्रो छ है त गाइजहरू। अमेरिका जाने त्यसै कहाँ छ र यार, डलर छाप्दै हो यहाँ है। ओहो बाटो भेट्यो है, भेट्यो है माथि छोरो छ क्या माथि जाने बाटो छैन। लुगा बगाएर लिएर भइहाल्छ के अरे ओके त नाउरे पऱ्यो। अनि तिम्रो के भयो यस्तो तावाले झङझङ गरेर फिर्का हुन्छ। ल है पानामाको जङ्गलमा गाह्रो छ नि साथीहरू, के गर्ने यार। ट्रम्प बाजेले भिजा दिन्न यार, महादर चोटले यार।
गरे ए गाइस अगाडि जाउँ बानाको जङ्गल है त गाइस घुम्छ आइपुग्यो के भोलि त तल जाकिन्छ होला अब फेरि कता भिड हो क्या त्यहाँ त भिड छ बड्डो भाइ चाहिँ खै खरको बुटो समाज जाने हो त खान्छ जान्छ होइन भुटान के के छ कान्छ अवस्था पासाङले राम्रो म्याप दिएन भन्छ नि यार ओके छ त ओ यो झन् नलथानको जी गरेको बट्टा अल्कुट लागेको त यार यदि अल्कुट लाग्छ कि हो ए हो Come on. है त्यो बाटोमा निस्क्यौँ त गाइस फाइनल्ली हामी चाहिँ गाइस यस्तो भयो खोला अब यत्रो माछा मार्छ रहेछ ओ भाइ ल त गाइस छैन हामी त अब फर्किसक्यौँ अब चाहिँ आज चाहिँ भएन भोलिले गर्दाखेरि चाहिँ हाम्रो माछा मार्न सकिएन झन्डै भोलि बगाएन गानी बाँचेर आइयो जाल किन लाग्छ ल त अब चाहिँ नेक्स्ट भ्लगमा मिलौँला गाइजहरू भिडियोलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला सी यू नेक्स्ट भिडियोमा है त गाइजहरू